गण्डकी अञ्चलभित्र पर्ने लमजुङ जिल्लाको सदरमुकाम बेसी सहरदेखि उत्तर पश्चिम भेगमा अवस्थित लमजुङ हिमाललाई हँसाउँदै अनि मिदिम खोलाको सङ्गीतमा सुर बढ्दै पाखैभरि स्वर्गलाई समेत लोभ्याउँदै आफ्नै भाषा, संस्कृति र रहनसहनमा रमाइरहेकी कुमारी गाउँको उपनामले चिनिने एउटै गाउँ र एउटै गाविसले प्रख्यात रमणीय एवं पर्यटकीय गुरुङ गाउँ हो बुजुङ। समुद्री सतहदेखि 1642 किलोमिटर उचाइमा अवस्थित यस गाउँका अधिकांश मानिसहरू कृषि क्षेत्रमा संलग्न रहेको पाइन्छ भने कोही सामान्य व्यापार, व्यवसाय, पशुपालन, जागिर, बढ्ती तथा वैदेशिक रोजगार आदिमा कार्यरत रहेको देखिन्छ। भौगोलिक हिसाबले विकट ठाउँ देखिए तापनि विकासको हिसाबले कुनै सहरभन्दा कम नरहेको विक्रम सम्वत 2050 सालमा एक्याप संस्था आएर यहाँका बासिन्दाहरूमा जनचेतना फैलाई विकासका महत्त्व बुझाएर गाउँलाई स्वच्छ, सफा, सुन्दर, रमणीय तथा विकास गर्नमा निकै सहयोग गरेको पाइन्छ। हाम्रो देशमा वर्तमान समयमा घण्टौँ घण्टा लोड सेडिङको समस्या रहेको अवस्थामा पनि यस गाउँमा भने लोड सेडिङ भनेको थाहै नभएको आभास हुन्छ। 2056 सालमा टोकुसिमा जापान नेपाल फ्रेन्डसिप एसोसिएसनको विशेष सहयोग र एक्यापको पहलमा गाउँकै मिदिम खोलाबाट 62 किलोवाट र 20 किलोवाट गरी 2वटा पावर हाउस सञ्चालित रहेको छ। बुजुङ गाउँले शिक्षा, स्वास्थ्य, सञ्चार, ब्याङ्क, रोपवे, खानेपानी जस्ता मानव आधारभूत वस्तुहरूको साथसाथै होटेल तथा होमस्टे आदि क्षेत्रहरूमा पनि फड्को चालिसकेको अवस्था छ। यातायातमा सदरमुकामदेखि गाउँसम्म जीपहरू पुगेका छन्। विशेष गरी गुरुङ भाषा तथा संस्कृतिहरू यस गाउँमा अहिले पनि ताजै रहेको छ। विक्रम सम्वत 2052 साल चैत्र महिनामा स्थानीय अग्रजहरूको सक्रियतामा श्री लालीगुराँस युवा क्लब परिवारको स्थापना भएको थियो। आफ्नो स्थापना कालदेखि आजको दिनसम्म आइपुग्दा युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गर्दै आपसी सद्भावना, सहकार्य, समझदारी र सहयोग बढाई अनुशासित एवं सङ्गठित युवा शक्तिद्वारा रचनात्मक तथा सृजनात्मक जस्ता थुप्रै विविध कार्यक्रमहरू मार्फत समाज विकासमा सक्दो योगदान पुर्याउँदै क्लबले आफ्नो 20औं वसन्त पार गरिसकेको छ। क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि शिवरात्रिको अवसरमा 12औं लालीगुराँस गोल्ड कप 2072, खुल्ला पुरुष फुटबल प्रतियोगिता, महिला फुटबल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, महिला डोरी तान्ने प्रतियोगिता, पुरुष डोरी तान्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरूका साथ
प्रमुख अतिथि माननीय सभासद डाक्टर भीष्म अधिकारीज्यूबाट मेला तथा खेल मैदानको उद्घाटन गर्नुभएको थियो। खेल नै जीवन हो, जीवन नै खेल हो भन्ने उक्तिलाई सार्थकता तुल्याउन विगत धेरै वर्ष अगाडिका पुरानो इतिहासले पनि खेलकुद विकासमा यस क्लबले उल्लेखनीय योगदान पुर्याउँदै आएको छर्लङ्ग हुन्छ। बुजुङका सोधी भन्ने ठाउँबाट सुरु गरी हालसम्म फुटबल खेल विकासका लागि यस क्लबले समय सापेक्ष अन्तर्गाविस स्तरीय रनिङ तथा गोल्ड कपहरू महाशिवरात्रि मेलाको अवसरमा सञ्चालन गर्दै आइरहेकोमा यस वर्ष भने उक्त मेलाको अवसरमा निम्न उद्देश्यहरूका साथ फागुन 25 गतेदेखि 12 खुल्ला लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता 2072 विविध कार्यक्रमहरूका साथ आयोजना गरेको थियो। लालीगुराँस गोल्ड कपका मुख्य उद्देश्यहरू छरिएर रहेको प्रतिभाशाली खेलाडीहरूको पहिचान गराउने, स्थानीय क्लबका खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग अनुभव बटुल्ने अवसर प्रदान गर्ने, ओजेनमा परेको लमजुङ जिल्लाको एक गाउँ एक गाविस र यहाँका परम्परागत लोपोन्मुख संस्कृतिको प्रचार प्रसार गर्ने, गतिशील समाज विकासका लागि अनुशासनको भावना विकास गराउने, लमजुङकै ठुलो गुरुङ बस्ती बुजुङमा आन्तरिक तथा बाह्य पर्यटनको विकास एवं प्रवर्धन गर्ने, स्वतन्त्र प्रतिस्पर्धाको विकास गर्ने, खेल जगतमा सबैलाई समान अवसर प्रदान गर्ने, यस्ता विभिन्न उद्देश्यहरू लिएर लालीगुराँस युवा क्लबले मेलाको आयोजना गरेको थियो।
सर यहाँ चाहिँ टावर छ तर अहिले हिजो मात्रै हो अस्तिबाट समस्या आएको तनहुँको भुइँबाट चाहिँ राम्रो थियो त्यहाँ चाहिँ समस्या आएको छ उताको समस्या पछाडिपट्टि ल्याएर यसरी ग्राउन्ड बनाए पो यो गर्नु होइन त्यो माफीको यता चाहिँ चौडाइ पुगेन उत्तम गुरुङ भुजुङ 3 हाल साउदी सहयोग रकम 11,300 रुपैयाँ। चीज बहादुर गुरुङ भुजुङ महाशिवरात्रिको पर्व पारेर हाम्रो हिजो यहाँ मेला आयोजना गर्नुभएको रहेछ। त्यसै सिलसिलामा अब शिवरात्रि मेला त धेरै हेऱ्यो तर पनि अब मेला यस्तो गाउँमा एउटै गाउँ एउटै गाविस 9वटा वडाले बनेको एउटै गाविसमा पनि कस्तो खालको मेला लाग्दो रहेछ त। प्लस फेरि फुटबल आयोजना पनि भइरहेको छ भन्ने कुरो सिलसिलामा चाहिँ हामी चाहिँ आफ्नो परिवारसहित सो फ्यामिली नै हेर्न आएको। अब एक त म आफै पनि अब अलि स्पोर्टमा रुचि राख्ने मान्छे। स्पोर्टमा पनि अब हरेक आइटमहरू हुन्छन्, अब टेनिस फुटबल भलिबल एभ्री कुनै पनि हुन्छ। तर म चाहिँ अलिकति फुटबलको फ्यान परे भएको कारणले गर्दा अब यस्तो ठाउँमा यस्तो भइरहेछ, कुनै अचम्म लाग्दो नसुनेको ठाउँमा कहीँ भइरहेको त होइन, आखिर आफ्नै गाउँमै भइरहेको हो। हामीले पनि हाम्रो तर्फबाट पनि केही गरौँ न त। हाम्रो अब प्रश्न भन्नुपर्दा मैले भन्दा अब तिम्रो माइती गाउँमा यस्तो हुँदैछ, केही प्रायोजक गर्दाखेरि के हुन्छ त भनेर मैले सल्लाह लिँदाखेरि होइन त्यो हाम्रो इच्छाको कुरो हो, हामीले मिलेर गर्दा केही फरक पर्दैन भन्ने सिलसिलामा चाहिँ ल गरौँ न त। के चाहिँ गर्ने त भन्दा ओके केही छैन, अब जर्सी नै हामी प्रायोजक गर्न सक्छौँ होला नि त भनेर हाम्रो प्राविधिक सल्लाह भएपछि नै हामीले प्रायोजक गरेका हौँ। शुक्र लामा रेफ्री यहाँलाई पनि आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हाम्रा अतिथिको रूपमा हुनुहुन्छ आश गुरुङ पत्रकार आश गुरुङलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी श्री मबिना गुरुङ आमा समूहका अध्यक्ष श्री मबिना गुरुङलाई पनि आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु। गुरुङ पुरस्कार उहाँले काठमाडौँ निवासी मानव गुरुङलाई पनि हामी आसन ग्रहणको लागि श्री बहादुर गुरुङजी यहाँलाई पनि सँगसँगै लालुगुरा शिव क्लबका
आफ्नो छोटो मन्तव्य राखिदिनु हुन म अध्यक्ष श्री तुलबहादुर गुरुङज्यूलाई यो माइक हस्तान्तरण गर्न चाहन्छु। आज लालीगुराँस बोर्डको अनेक 12 लालीगुराँस बोर्डका प्रमुख अतिथि एवं क्षेत्र सभासदज्यू र उहाँसँग पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू एवं प्रमुखज्यू र उपस्थित सम्पूर्ण गाउँबाट दिदीबहिनी साथीहरू र मेरा प्यारा खेलाडी साथीहरू र सम्पूर्ण लालीगुराँस चित्रको सम्पूर्ण साथीहरूमा म धन्यवाद गर्न चाहन्छु। अझ हामीले एकदम सुनौलो मौकाको रूपमा हामीले आफ्नै गाउँठाउँमा हुर्केर एउटा समर्थन जस्तो मात्र हामीले पाएका छौँ। त्यसपछि पनि हामीले लमजुङ खेलकुद विकास समितिका अध्यक्षज्यू पनि पाएका छौँ र विशेष गरी यस भुजुङकालाई प्रमोट गर्नको निम्ति आउनुभएका हाम्रो सम्पूर्ण अतिथिज्यूहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र विशेष गरी हामी यस घडीमा भनिरहनु पर्दा भुजुङ एउटा स्वर्गकै ठाउँ कि हामीले यस विगत ठाउँमा हामीले 16-17 मान्छेलाई पाइरहेको खण्डमा हामी एउटा टेलिकमको वेलकम एकदम आवश्यकता भएकोले हामी उहाँलाई श्रीमान समक्ष हामी वार्नेसको कुरा पनि जानकारी गराउन चाहन्छु। र त्यस्तै गरी हामीले एकदम लालीगुराँस युथ क्लबले र यस भुजुङवासीले चाहिँ एकदम दुःख कष्ट गरेर यो ग्राउन्ड निर्माण गरी हामी यस अवस्थामा यो 12औं गोल्ड कप आयोजना गरिरहेका छौँ। त्यसैले श्रीमान समक्ष पनि जानकारी गराउन चाहन्छु कि हामी यो खेल मैदान अझै पनि बढाउनु पर्ने भएकोले सहयोगको लागि पनि हामी अपेक्षा गर्न चाहन्छु। र त्यस्तै यो सुनौलो अवसरमा सम्पूर्ण अतिथि महानुभावहरूलाई फेरि पनि धन्यवाद दिँदै म एउटा क्लबबाट श्रीमान समक्ष यो पत्र प्रदान गर्दै म पनि बिदा हुन चाहन्छु। हस्त जय शिवरात्री। आदरणीय सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरू, आज हामी माझ हुनुहुन्छ माननीय सभासद श्री डाक्टर भीष्म अधिकारीज्यू, सम्पूर्ण पाइदिनु हुन म अनुरोध गर्न
हामीले यो ठाउँलाई कसरी एक्सप्लोर गर्ने, कसरी मान्छेहरूको बिचमा लैजाने यो गाउँलाई भन्ने बारेमा योजना बनाएर अगाडि बढ्न जरुरत छ। तपाईँहरूको त्यो योजनामा साथ दिएर अगाडि बढ्नको लागि नेपाल सरकारका हरेक मन्त्रालयमा, चाहे पर्यटन मन्त्रालय होस्, चाहे सडक बनाउने मन्त्रालय होस्, चाहे खेलकुदको मन्त्रालय होस्, त्यो ठाउँसम्म कुरा पुर्याउनको लागि म लागि पर्नेछु भन्ने तपाईँहरूको सामु म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। तपाईँहरूसँग संसारमै नभएको भाषा छ, तपाईँहरूसँग संसारमै नभएको संस्कृति छ, तपाईँहरूसँग यति मनोरम ठाउँ छ जहाँ मान्छेहरू आउन चाहन्छन्। यहाँसम्म कसरी आउने भन्ने बारेमा जानकारी हुन सकोस्। तपाईँहरूको गाउँको वेबसाइट बनोस्, यहाँ के चिज खान पाइन्छन्, के महत्त्वपूर्ण दर्शनीय स्थलहरू छन्, तपाईँको जङ्गलमा जाँदाखेरि के जनावरहरू पाइन सक्छन्, तपाईँको खेतीपाती के हुनसक्छ, तपाईँको यहाँको डाइभर्सिटीका कुराहरू, धेरै कुराहरू छन्। यो ठाउँको विकासको लागि, यो ठाउँको यो फुटबल ग्राउन्ड र अरू कुराहरू गर्ने कुराको लागि तपाईँहरूबाट मलाई पत्र प्राप्त होस्। विगतमा पनि केही प्राप्त भएको छ, मैले कुरा राखेको छु नेपाल सरकारसँग। म फेरि पनि तपाईँहरूका यो यहाँका विकासको कामहरूको लागि म सरकारसँग कुरा राख्ने प्रतिबद्धता जाहेर गर्दै म यो फुटबल प्रतियोगिताको भव्यता र एकदम ठुलो सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दै मेरो संक्षिप्त भनाइ यही टुङ्ग्याउने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। आजको यस उद्घाटन कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। जोरदार ताली बजाइदिनु हुन म सम्पूर्ण दर्शक महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु। र हाम्रो युवा नासरी जो नसोको दै लबा जो पन्यु बजारा यही पन्यु बजार में जो पन्यु बजार जो विशेषता तमु सेना नासा नासर क्याले यहाँ नासा मात्रै आगिने अर्को नासमा जस्तै खोइरो अनि कोइले क्याले पैगो सिँधी मैली दाई नासमा दाई नासर बा खेलाड़ी में दाई नासर बा संस्कृति कर्मी में दाई नासर बा खेलकुद प्रेम में यो चुरी जम्मा तवक्लो जो पन्यु बजार यो तोके हले भने एकता तल बढ्थ्यौँ यो कोलमै तर्फाइ क्याली चिमे तर्फाइ क्याली बाउने तर्फाइ क्याली मौने तर्फाइ क्याली दाएँ यो प्रेतस्या मात्रै यो नासा बन्दिल खामु सो यो नासर बा विभिन्न खेलकुद कार्यक्रमहरू अरू कार्यक्रम सफलता खामु म दाएँ पर्यटकमध्ये संस्कृति कर्मीमध्ये अथवा खेलकुद प्रेमीमध्ये म छु यो नासा हो नासर खबरी आग्रह मेरो जिल्ला भएर हेर न स्थापन समिति खनेगाउँ लमसुङ सहयोग रकम 5,000 रुपैयाँ। भुजुल 8 सहयोग रकम 5,050 रुपैयाँ। 50 रुपैयाँ। बुद्धि बहादुर गुरुङ भुजुल 8 हाल कतार। मिस्टर ल्याङ्ग्वेज ग्रुप र एलओआईसी भोटु टिमको यो एलओआईसी जुनियर टिमको यो खेल राख्नु न म अभिभावकज्यूहरूलाई पनि अनुरोध गर्न चाहन्छु। चाँडो चन्द्र सहयोग गर्नुभएको छ। हेलो अब नबस भने उभिन प्रतियोगी महिला साथीहरू एकदमै तयारी अवस्थामा रहिदिनु होला भने
Bên kia cơ mà. Xem không? गरिदिनु हुन म संयोजक जुप्लान गर्न चाहन्छु भने ग्रहण गरिदिनु हुन खिमजुल अनुरोध Sene versus Anupama versus ठीक 7 बजे ठीक 8 बजे म क्याप्टेन जी आउनु धन्यवाद दिन चाहन्छु धन्यवाद लगतको गेम महिला तर्फको होस्टेल
रु 1005 रुपैयाँ नगद सहयोग पुर्याएको छ। अनि त्यस्तै विभिन्न फलफुलहरू चिन्न सक्नुहुन्छ। लाली ग्रस युवा क्लब परिवार भुजुङ लमजुङ खुल्ला फुटबल प्रतियोगिता 2072 कदरपत्र महाशिवरात्रि मेला 2072 को अवसरमा श्री लाली ग्रस युवा क्लब परिवार भुजुङद्वारा आयोजित खुल्ला लाली ग्रस गोल्फ क्लब फुटबल प्रतियोगिताका तपाईँ श्री खमीर जङ गुरुङ हाल बसोबास युके ठाई उहाँको जन्मस्थान चाहिँ भुजुङ वार्ड नम्बर 6। उहाँले आर्थिक सहयोग रु 21,000 रुपैयाँ दिनुभई कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुभएकोमा तपाईँले गर्नुभएको योगदानको उच्च कदर गर्दै ससम्मान यो कदर पत्र प्रदान गरेको छ। कृपया मामा खमीरजङ गुरुङ यो सानो भए पनि आयोजकको तर्फबाट यो सम्मान पत्र ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। उहाँको अथक प्रयासले गर्दाखेरि हामी लाली ग्रस युवा क्लबले पहिल्यैबाट पनि धेरै चन्दाहरू अथवा भौतिक सहयोगहरू पाइरहेको छ। धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी विवेक गुरुङ युके हेमन्त गुरुङको पनि कदर पत्र ग्रहण गरिदिनु हुन म मामा खमीरजङ गुरुङलाई अनुरोध गर्दछु। आयोजक समितिका अध्यक्ष श्री लीलबहादुर गुरुङलाई अनुरोध गर्न चाहन्छु। खिलाडी साथीहरू तयारी अवस्थामा रहे राम्रो प्रहार तर किपर म यहाँकै हो पोखराबाट, तर गेम चाहिँ पोखराबाट खेलेँ। ठिकै लागिरहेछ, क्लबले गरिरहेछ होइन, यस्तै राम्रो राम्रो कामहरू गरिरहेछ, अर्को साल नि गरिरहेछ। सुरु हुन लागिरहेको छ।
राम्रो प्रयास तर फेरि पनि आयोजक कमिटी र प्रतिस्पर्धात्मक गेम चलिरहेको छ आयोजक कमिटी र हाम्रो गर्ल्स टिम एट्याकिङमा गरे 5 टिम सहभागी छन् त्यसपछि यो पहिलो खेल रातो जर्सीमा एलआईसी आयोजक कमिटी र नीलो जर्सीमा गोल भइरहेको छ र सरस्वती क्लब सैनिक घनपोखरा बीच हुने भएको हुँदा दुवै टिमका टिम क्याप्टन र टिम म्यानेजर चाहिँ कृपया रिपोर्टिङको लागि स्टेजमा सम्पर्क राख्दिनु होला पेनाल्टीले जित्न सफल रहेको छ भने होस्टेल टिम Nyina badar na rival badar kengani bile rimba kilani barengiro ke parangane. सिलसिलामा हुनुहुन्छ उहाँले लालुगराज गोल्ड कप 2012 लाई सहयोग स्वरूप 1500 रुपैयाँ प्रदान गर्नुभएको छ। त्यस्तै सहयोग
गर्ने दाताहरूको नाम प्रकाश गर्ने क्रममा रमाइलो एकदम छ। म अहिले जुन पनि भोलिन्टियर गरिरहेको छु क्लबको लागि होइन, जुन पनि अहिले मेला भइरहेको छ पोखरा समाज भुजुङ र मिस्कर ल्याङ्ग्वेज ग्रुप भुजुङ भुपु टिम भनौँ न होइन, त्यस्तै अब स्कोरिङ चाहिँ एकदम धेरै भइरहेको छ। 11-1 भइरहेको स्कोरिङ चाहिँ होइन, त्यस्तै भइरहेको। आदरणीय दर्शक महानुभावहरू, खेल एकदमै रोचक तरिकाले अगाडि बढिरहेको छ भने किप्परको प्रयास जारी राख्दा पनि क्या पास है शाबाश हां लो
Love,